संजय अटकार आदि विभिन्न सांगीतिक समाजवाला तालीम संघटना र सम्पूर्ण गुरुजीहरूलाई पनि आफ्ना स्थानमा आफ्ना कार्य निर्वाह गर्ने समस्त गुरुजीहरूलाई मेरो व्यक्तिगत तर्फबाट राधारानी अभिवादन गर्दै सबैजनाले गुरुजीहरूलाई पनि स्वागत गर्नुहुनेछ। अब आउनुहोस् हामी सबैजना आजको प्रारम्भ गरौँ। ओम पवित्र पवित्र वासुदेवाय संगलोमियाय स्मरणपण्डलीकाक्षं सर्वाय चन्द्रसूर्यं पुण्डलीकाक्षं प्लादो पुण्डलीकाक्षं प्लादो प्लादो पुण्डलीकाक्षं प्लादो वेदाचम्यः ओम केशवाय नमः ओम माधवाय नमः ओम नारायणाय नमः ओम वृक्षाय नमः वृषिकेशाय नमः यजमानभावे स्वस्ति देवं गुरुर्यो मंगलमन्त्रा स्वस्ति वासनं हरे राम स्वस्ति
उत्तमानि उत्तमा भगवद्गीते प्राप्तिकामहेतुमे अस्मिन् कार्यक्षेत्रे उत्तरउदरनामांसे परमेश्वर प्रीते आदरिणी त्रय ब्राह्मणदाना गंगा महाआरती तथा च श्रृंगारारती अष्टादश महापुराणारती त्रय ब्राह्मणदाना कार्यस्य छोड़ देगा ओम जय रमणे देवी वंदे ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय नमो नारायणाय सकलाय जगद्दिलाय नारायणाय प्रियंकविभूषणाय गौरीशाय गणनाथ नमो नमस्ते देवी प्रभुनाथ हरे प्रसीद प्रसीद माता जगदोखिलस्य प्रसीद माता देवी प्रभुनाथ हरे प्रसीद प्रसीद माता जगदोखिलस्य प्रसीद विश्वेश्वराय विश्वं विश्वेश्वराय ईशान विष्णुकमलासुर कार्तिकेय वन्दिता तुलसी सकलेश्वरा गौतमरण्य कलशोभो कस्तवाना पादनामामि सततं विधिमुखेन पादनामामि सततं मातृमुखेन शान्ताकारं मजगत्रयनं पद्मनाभं सुरेशं विश्वारां गणसुरसां मेघवर्णं स्वाहां लक्ष्मीकान्तं कमलनयनं योगिगजानगम्यं वन्दे विष्णुभवनं सर्वलोकैकनाथं ध्यायामि महेशं रजगिरिनिमं चारुचन्द्रावतं सम्रत्नाकौपधरङ्गं परशुमगणावेद्यस्तं प्रसन्नं परमाधीनं समन्तस्तमोर्गणे जागृकृतिमसानं विश्वादं विश्ववन्दं विक्रमाणं पञ्चवक्त्रप्रणीतं व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे नमो ब्रह्मणे वासिष्ठाय नमो नमः प्रार्थनापूर्वकम् अनन्तकोटि नमस्कारान् समर्पयामि भक्तवत्सल भगवान् को आनन्दकमल भगवान् को अष्टादश महापुराण को नमः पार्वतीपतये हर 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 महादेव शम्भो अनुस्मरामि नाम संकीर्तनां शास्त्रमादिकोरकोमनेच गामनेच धारिवलनेच यदिवदजुरायतो स्वरकार भक्तिके जागृत भयवने शिवताण्डवानि नित्यकरात्रि मुनिनेच दारनि सात्मा गामनेच बदले युद्धनि अंदर हाम्रो भजन गायक संगीत समूह दाजन दिगरे अस्पताल गर्दछ सांब सदा शिव सांब सदा शिव सांब सदा शिव महादेव सांब सदा शिव सांब सदा शिव सांब सदा शिव जय प्रलयंकर जय अखिलेश्वर जय महादेव जय शशिशेखर जय प्रलयंकर जय अखिलेश्वर जय महादेव सांब सदा शिव सांब सदा शिव सांब सदा शिव महादेव
नसुनु ल यो नसुनु ल जोरीमा झोल्लिनु हुँदैन
जुन यज्ञ हाम्रो मन्दिरको प्राङ्गणमा फागुन 6 गतेदेखि 14 गतेसम्म सञ्चालन भइरहेको छ र यस यज्ञमा हामीले धेरैजना भक्तहरूलाई आमन्त्रण गरेका थियौँ। हाम्रो आमन्त्रणलाई स्वीकार गर्दै धेरैजना भक्तहरू आएर यस यज्ञमा हामी पनि सहयोग गर्छौँ भनेर सहयोग गर्नुहुने सहयोगदाताहरूको नाउँले प्रार्थना गर्ने समयको म गरिरहेको छु। यदि मैले प्रार्थना गर्ने क्रममा यहाँहरूको नाम थर ठेगाना र रकम तलमाथि हुन गएमा सचिवालयमा गई आफ्नो नाम थर ठेगाना र रकम मैले गल्ती गरेर गर्न गएछु भने सचिवालयमा गई अथवा मलाई भेटेर यो गल्ती भयो भने गल्ती सुधार्ने मौका उपलब्ध गराइदिनको लागि पनि म यहाँसँग हार्दिक अनुरोध गर्दछु। भीमा खड्क उल्लारी 6 1,01,115 गौरी प्रसाद भण्डारी उल्लारी 7 50,004 रुपियाँ महिना दाल आसाम निकासी रु 2,106 मानबहादुर श्रेष्ठ उल्लारी 1,500 रमेश आचार्य उल्लारी 510 विष्णु मगर उल्लारी रु 1,000 टीकाराम रिजल अर्जुन धारा 9 1,107 ज्ञानोदय हरिकृष्ण मण्डली परिवार उल्लारी 4 रु 5,030 यसै गरी नेत्र कुमारी लामिछाने झापा काँकरभिट्टा रु 1,002 कपिल माई खतिवडा उल्लारी 5,555 यसै गरी हरिबोधनी कीर्तन समूह उल्लारी 5 डिबी मार्ग उहाँले लक्ष्यवती प्रदान गर्ने कार्यक्रममा रु 2,505 सहयोग गर्नुभएको छ। यसै गरी आत्मा कटुवाल उल्लारी 5 200 यमप्रसाद दाल उल्लारी 5 1,111 प्रमोद चौधरी उल्लारी 555 भवकुमारी आचार्य उल्लारी 6 2,505 यो उहाँले लक्ष्यवती प्रदानको लागि सहयोग गर्नुभएको छ। त्यसै गरी दुर्गा देवी पाण्डे उल्लारी 6 2,505 यो पनि लक्ष्यवती सहयोगार्थ रहेको छ। फुस्मा खजुम उल्लारी 1,015 ओमनाथ खनाल उल्लारी 6 रु 11,400 टीकाराम भट्टराई 3,07 भोजपुर 1,010 पुण्य प्रसाद घिमिरे 3,07 भोजपुर 105 खामबहादुर राई उल्लारी 5 10,120 युवराज शिवेदी रतुवा माई 8 550 बबी निरौला उल्लारी 5,000 भक्ति प्रसाद पोखरेल उल्लारी 6 उहाँले पनि यज्ञ सहयोगार्थ यज्ञ होइन लक्ष्यवती प्रदान सहयोगार्थ रु 2,503 इन्दिरा अधिकारी उल्लारी 5 2,500 उहाँले पनि लक्ष्यवती प्रदान सहयोगार्थ गर्नुभएको छ। यसै गरी मिना राणा परिवार राजु अधिकारी अफिसियल छ र अर्को राजु अधिकारी भजन दुईवटा युट्युब च्यानल छ, त्यसलाई सब्सक्राइब गर्नुहोला र टिकटकमा राजु अधिकारी 1 2 3 हाल्ने बित्तिकै यस्ता भजन सबै आउँछ, मजाले नाच्नु होला है त्यो ल। राधे राधे। गुरुजीको आगमन भइसकेको छ र हाम्रा अपरेटर भाइलाई राम्रो पञ्चे बाजाको जुन प्रस्तुत गर्ने लागि अनुरोध गर्दै सम्पूर्ण भक्तजनहरूलाई गुरुजीको आगमनमा तालीद्वारा स्वागत गर्नको लागि म अनुरोध गर्दछु।
परम मंगलमय परात्पर अनंत कोटि ब्रह्मांड नायक भगवान श्री हरि का श्री चरण में कोटि कोटि वंदना। भगवान महारुद्रेश्वर भगवान आशुतोष यज्ञ पुरुष भगवान वेद पुरुष भगवान पुराण का अधिष्ठाता भगवान श्री हरि का पावन चरण में कोटि कोटि वंदना। हरि ओम। अरे सारो ठीक है। हरि ओम हरि ओम। हमें श्री श्री अष्टादश महापुराण गायत्री मंत्रात्मक लक्ष्यावन महारुद्राभिषेक शिवोपासना एवं पशुपति आरती गंगा आरती जस्ता महनीय कार्यहरूका साथसाथमा यो ऐतिहासिक श्री महारुद्रेश्वर धाम को रजत वर्ष को उपलक्ष्य में आयोजित कार्यक्रम में सहभागी होने देश जिंदगीको अन्तिम यात्रा घाटसम्म रहेछ।
मंगल भवन अमंगलहारी थोड़ी पकड़ जाओ मंगल भवन अमंगलहारी उमा सहित दे झपत पुरारी उमा सहित दे झपत पुरारी जय सिया राम जय जय सिया राम जय सिया राम जय जय सिया राम राम प्रसाद भण्डारी वाली राम प्रसाद भण्डारी उल्लारी 6 वाली सेकेमाहरू 2050 सहयोग गर्नुभएको छ। उहाँलाई अगाडि आएर आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। राम प्रसाद भण्डारीज्यू यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्लाबारी 5 निवासी सुमित खवास। उहाँले सेकेमाहरू 1005 सहयोग गर्नुभएको छ। सुमित खवास हजुर जहाँ भए पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्ला गौडा दक्ष 6 निवासी हेमा ढकाल अधिकारी। उहाँले सेकेमाहरू 2111 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। हेमा ढकाल अधिकारीज्यू यसै गरी उर्लाबारी 6 निवासी दिलबहादुर भण्डारी। उहाँले पनि सेकेमा 2510 सहयोग गर्नुभएको छ। जो लक्ष्य अति प्रधान छ सहयोगार्थ उहाँलाई पनि अगाडि आए आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। दिलबहादुर भण्डारी संयोजकज्यू र अध्यक्षज्यूलाई संयुक्त रूपमा हाम्रा सहयोगदातालाई सहयोग हस्तान्तरण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उर्लाबारी 6 निवासी अस्मिता घिमिरे। उहाँले पनि सेकेमाहरू 2005 सहयोग गर्नुभएको छ। अस्मिता घिमिरे उहाँलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। अस्मिता घिमिरेज्यू त्यसै गरी फुलसुका बराल घिमिरे जो इलामबाद निवासी हुनुहुन्छ। उहाँले पनि सेकेमाहरू 1515 सहयोग गर्नुभएको छ। फुलसुका बराल घिमिरेज्यू प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्लाबारी 5 निवासी यामप्रसाद दाल। उहाँले पनि सेकेमाहरू 1111 सहयोग गर्नुभएको छ। यामप्रसाद दालज्यू त्यसै गरी हाम्रो यज्ञमा सहयोग गर्नुभएको छ उर्लाबाद विराटनगर 1 निवासी सुरतलाल चौधरी। उहाँले पनि सेकेमाहरू 1500 सहयोग गर्नुभएको छ। म जसको नाम वाचन गर्नेछु उहाँले अगाडि आएर आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। त्यसै गरी उर्लारी 1 निवासी मन्जु भुजेल। उहाँले पनि सेकेमाहरू 1051 सहयोग गर्नुभएको छ। मन्जु भुजेलज्यू हजुर जहाँ भए पनि अगाडि आइदिन हामी आमन्त्रण गर्दछौँ। त्यसै गरी दिङ्ला 7 भोजपुर निवासी हुनुहुन्छ टिकाराम भट्टराई। उहाँले पनि सेकेमाहरू 1010 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। त्यसै गरी दुर्लारी 1 निवासी सुषमा हजुर। उहाँले पनि सेकेमाहरू 1015 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ।
महिना दल असम निकासी हुनुहुन्छ उहाँले पनि यस यज्ञमा आफ्नो श्रीमानको स्मृतिमा रु 2106 सहयोग गर्नुभएको छ। प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ बुटोल निवासी मिना राणा। उहाँको परिवारले यस यज्ञमा रु 10,100 सहयोग गर्नुभएको छ। उहाँको प्रशंसा पत्र स्वीकार गर्नको लागि म भक्ति प्रसाद पोखरेललाई हार्दिक आमन्त्रण गर्दछु। भक्ति प्रसाद पोखरेल आज भए पनि अगाडि आए। यो सम्मान पत्र ग्रहण गर्नको लागि हामी अनुरोध गर्दछौँ। त्यसै गरी उर्लारी 5 निवासी कपिल मणि खतिवडा उहाँले पनि यस यज्ञमा रु 5,555 सहयोग गर्नुभएको छ। कपिल मणि खतिवडा उहाँलाई पनि अगाडि आए। आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा यसै गरी उर्लाबारी 6 निवासी ओमनाथ खनाल उहाँले पनि यस यज्ञमा रु 11,400 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आए आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। ओमनाथ खनालज्यू हजुर जहाँ भए पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्लारी 5 निवासी खामबहादुर राई उहाँले पनि यस यज्ञमा रु 10,120 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ पोखरा निवासी नमिता पुन उहाँले पनि यस यज्ञमा रु 10,000 सहयोग गर्नुभएको छ। उहाँको प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्लारी 6 निवासी इजा र प्रिन्स भट्टराई। इजा दिदी र भाइ प्रिन्स भट्टराई उहाँले पनि यस यज्ञमा रु 25,000 सहयोग गर्नुभएको छ। उहाँलाई पनि गुरुजीका बाहुलीबाट आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। यसै गरी आफ्नो प्रशंसा पत्र स्वीकार गर्न आउँदै हुनुहुन्छ उर्लारी 5 निवासी एलन राई प्लस नमिता पुन उहाँले पनि यस यज्ञमा रु 25,000 सहयोग गर्नुभएको छ। उहाँलाई पनि गुरुजीका बाहुलीबाट आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध गर्दछौँ। यसै गरी गुरुजीका बाहुलीबाट आफ्नो सम्मान र प्रशंसा पत्र ग्रहण गर्नको लागि उर्लाबारी 6 निवासी चिन्तामणि भण्डारी उहाँले पनि यस यज्ञमा रु 27,500 सहयोग गर्नुभएको छ। उहाँलाई पनि अगाडि आए गुरुजीका बाहुलीबाट आफ्नो प्रशंसा पत्र स्वीकार गर्नको लागि हामी अनुरोध
समय मैले दिएको छु र यस पछाडिको कार्यक्रम म गुरुजीलाई हस्तान्तरण गर्नुभन्दा अगाडि यो यज्ञमा सहयोग पुर्याउने सम्पूर्ण तन मन वचन र कर्मले सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाताहरूलाई मारुद्र शिवजीले सदा सर्वदा कल्याण गरून् भन्दै म बिदा हुन चाहन्छु। ओम नमः शिवाय। यस पछाडि
प्राप्त गर्यौँ साह्रै दुःखले प्राप्त गर्यौँ चरा भयौँ मुसा भयौँ भ्यागुता भयौँ साप पनि भयौँ कुकुर भयौँ बिराला भयौँ के भयौँ एक समयको कुरा हो देवर्षि नारद भगवान नारायणको दर्शन गर्नका निमित्त वैकुण्ठ जानुभएको छ भगवान वैकुण्ठनाथको दर्शन गर्न जानुभयो वैकुण्ठ नगरीको निर्माण भगवानले भर्खर गर्नुभएको छ जब तपाईँ हामीले भर्खर घर बनाउँछौँ कोही आफन्त इष्टमित्र आउनुभयो भने के गर्छौँ घर त अनि माथिल्लो तलामा गएर कता पाहुना बस्ने कता आफू बस्ने कता छोराछोरी पढ्ने सबै देखाउँछौँ हामीलाई आनन्द आउँछ अझ आउने मान्छेले साँच्चै राम्रो बनाउनु भएको छ हो भन्दै भने त त्यसै मक्खै पनि पर्छौँ हामी हो भगवान नारायणले पनि भर्खर वैकुण्ठ नगरीको निर्माण गर्नुभएको घर कति बेला बनाइदो रहेछ भने रमया प्रार्थ्यमानेन देवी लक्ष्मीको प्रेरणाले घरमा जसलाई विवाह गरेर भित्राइन्छ नि तिनी लक्ष्मी हुन् तिनलाई गृहलक्ष्मी भनिन्छ तिनकी लक्ष्मी हुन्छ एउटी लक्ष्मी वैकुण्ठनाथ भगवान नारायणसँग हुन्छ एउटी लक्ष्मी वैभव लक्ष्मी स्वर्गमा हुन्छ आमाहरू कहिलेकाहीँ वैभव लक्ष्मीको व्रत पनि बस्नुहुन्छ धेरै वैभव होस् घरमा भन्ने कामनाले त्यसलाई स्वर लक्ष्मी पनि भनिन्छ स्वर्गमा निवास गर्छ स्वर्गका देवतालाई सधैँभरि सन्तुष्ट गराउँछन् खुसी गराउँछन् लक्ष्मी प्राप्ति भनेको केवल सम्पत्ति मात्रै थुपार्नु होइन शरीरमा आभा हुनु कान्ति हुनु घर परिवारमा सधैँ मेलमिलाप हुनु आत्मीयता बढ्नु परिवारमा अलिकति पनि मनमुटाव नहुनु दाजुभाइको बिचमा आत्मीयता हुनु यो हो लक्ष्मीको आगमनको सूचना अनि एउटी लक्ष्मी हुन्छन् हामीले विवाह गरेर घरमा भित्र्याएकी लक्ष्मी हो घरमा लक्ष्मी भित्र्याएपछि लक्ष्मीले के गर्छन् हेरिस्यन हाम्रो दिदीको घर पनि यस्तो राम्रो छ काकाको घर पनि त्यस्तो राम्रो छ हामी पनि यस्तो उर्लाबारी बजारतिर एउटा घर बनाऊ न हजुर भनेर ढिपी गर्छौँ नि आमाहरूले त्यस्तै लक्ष्मीले पनि ढिपी गरेर नारायणले दिव्य वैकुण्ठ नगरीको निर्माण गर्नुभएको थियो हामी पनि कहिलेकाहीँ भन्ने गर्छौँ नि हरिहरि लैजाऊ वैकुण्ठ त्यो वैकुण्ठमा भगवानले नारदलाई सबैतिर घुमाउनु भयो नारदले बडा खुसी मान्नुभयो भगवान यति ठुलो वैकुण्ठ नगरी तर सबै खुल्ला रहेछन् भक्तजन त धेरै रहेछन् यहाँ त यसमा सबै भक्तजन खचाखच भएको भए कति आनन्द हुन्थ्यो होला भनेर नारदले निवेदन गर्नुभयो भगवानले भन्नुभयो नारदले को आउन चाहन्छ र वैकुण्ठ कसैलाई वैकुण्ठ चाहिएकै छैन कोही आउला भनेर मैले पनि यत्रो नगरी निर्माण गरेँ तर कोही आउनेवाला छैन नारदले भन्नुभयो भगवान हजुरले मलाई एकचोटि आज्ञा दिनुभयो भने म यो वैकुण्ठ नगरीलाई वर्ष दिनभित्रमा खचाखच बनाइदिन्छु भन्ने सम्झिनु भएछ भन्नुभएछ भगवानले भन्नुभयो नारद तिमीलाई आज्ञा मात्रै होइन जो जहाँबाट आउन चाहन्छन् तिनीहरूको लागि विमान पनि म यहाँबाट पठाइदिन्छु कति चाहिन्छ मलाई खबर गर्नु नारदले बडा प्रसन्न हुनुभयो हवस् हजुर आज्ञा लिएर धरतीतिर झार्नु भएछ आउँदै एउटा गाउँमा आउनुभयो एकजनालाई भन्नुभयो म त जान्न अर्कोजनालाई भन्नुभयो म किन जान्थेँ घुम्दै जाँदा एउटा गाउँमा पुग्नु भएछ जहाँ एकजना
80-85 वर्षको बाबा बस्नु भएको छ। यसो बाहिर खाटमा बस्नु भएको थियो। नारदमुनिलाई देखेर जुरुक्क उठ्नुभयो, स्वागत सत्कार गर्नुभयो। नारदमुनिसँग पनि एकछिन भलाकुसारी भयो। नारदजीले भन्नुभयो, बाबा कति वर्ष पुग्नुभयो? हजुर अहिले 84 पुगेर 85 लाग्दैछु। अनि घर आमा नि? आमा सोधिहाल्नुभयो, आँखाबाट बल्ल आँसु झार्नु भएछ। पत्नी वियोगमा हुनुहुँदो रहेछ बाबा। 3 वर्ष बित्यो हजुर, मेरी गृहलक्ष्मीले मलाई छोडेर गए कि अलिअलि वियोगको खाटो बस्दै थियो। सबै गाउँलेहरूले मलाई सोध्न छोडिसकेका थिए। हजुरले आज आएर सोधिदिनु भयो, मेरो त्यो घाउको खाटो उकाइदिनु भयो हजुर भनेर बिचरा रोए। वास्तवमा पत्नी वियोग अत्यन्तै कष्टकर हुन्छ सज्जन। विदुर दुःख जीवितः, विदुर जीवन भर्सक नहोस्, दुःख हुन्छ। नारदमुनिले सम्झाउनु भयो, ढाडस दिनुभयो, जाउँ न त वैकुण्ठतिर। हजुर जस्तै दुखीहरूलाई लिन म आएको। वैकुण्ठ नगरी भगवानले बडो दिव्य निर्माण गर्नुभएको छ, जाउँ। बाले भने हजुर कुरो त राम्रै ल्याउनु भयो, तर छोराले यसो पसल पनि गर्छ, अलिकति खेती पनि छ। बिचरा सबै व्यवहार मैले थालेको थिएँ। उसकी आमाबाट वियोग भएपछि मैले व्यवहार धेरै गरिनँ, उसैले गर्छ। कहिले छ, व्यवहारमा परिपक्वता छैन। अहिले छोडेर म वैकुण्ठ गएँ भने बिचरा केटाकेटीले दुःख पनि पाउलान्। अहिले चाहिँ जान्न हजुर म, अब 2 वर्ष पछाडि आउनुहोस् न त सल्लाह गरौँला भनेर बाले पठाइदिएछ। नारदमुनि धेरैतिर जानुभयो, उर्लाबारीतिर पनि आउनु भएको थियो अरे, हजुरहरू सबैले पठाइदिनु भएको छ। नारदलाई यस्तै हात हो, कतै पनि भने जस्तो नभएपछि के गर्ने? अब कोही जान मान्दैन त। अहिले वैकुण्ठ जाने भनेर विमान आयो भने हामी जान्छौँ त? त्यहाँ वैकुण्ठमा जाँदा यति राम्ररी कथा सुन्न पनि पाइँदैन, नाच्न पनि पाइँदैन, गाउन पनि पाइँदैन, दान गर्न पनि पाइँदैन। कति दान गरौँला महारुद्रेश्वर हामीलाई भन्ने कत्रो रहर छ। देश विदेशमा भएका छोराछोरीसँग सल्लाह गरिँदैछ, तुलादान गर्ने रहर सानो छैन। धान ल्याउनै बाँकी छ। अनि यता श्रृङ्गार आरतीमा पनि, गङ्गा आरतीमा पनि यजमान बन्न पाइँदो रहेछ एक दिनका लागि पनि। त्यो काम पनि मेरो बाँकी नै छ। यता यत्रो ठुलो 18 पुराण लागेको छ, तिलकबाती लाउन पनि बाँकी छ, सम्मान लिन पनि बाँकी छ। गइएला त अहिले वैकुण्ठ के रहर छ जस्तो गर्नु भएन। त्यस्तो भयो भने म नारदमुनिलाई बोलाइहाल्छु फेरि। अब नारदमुनि जानुभयो, 1.5 वर्ष 2 वर्ष जति घुम्नु भएछ, कसैले पत्ते आएन। विचार गर्नुभयो, ती बाले 2 वर्षमा त आउनुहोस् न भनेका थिए, जानु पर्यो एकचोटि भनेर फेरि नारदमुनि तिनै बाबा खोज्दै आउनु भएछ त्यही गाउँमा। आउँदा त घरमा एउटी दुलै छिन्, साना नानीहरू छन्। नानी बाबा हुनुहुन्थ्यो नि, यहाँ खाटामा बसिरहनुहुन्थ्यो। ती दुलैदार हुन पो थालेछ। किन रुन्छौ नानी? कति दुःख भयो हामीलाई हजुर। यसो बाबाले सके नसके पनि लौरो टेकेर यसो खेतीमा गएर खेती हेरिदिनुहुन्थ्यो, हामी व्यापार गर्थ्यौँ। बाबाले छोडेर गएको पनि 1.5 वर्ष भयो भनेछ। बाबाले कति वर्षमा आउनु भनेका थिए? 2 वर्ष। कति वर्षमा आउँदाखेरि थिएन बाबा? 2 वर्षमा आउँदा 1.5 वर्ष भइसकेछ सत्य। नारदमुनिले दुर्को उठ्नुभयो, वरवृक्षको फेदामा जानुभयो, जल आचमन गर्नुभयो, प्राणायाम गर्नुभयो, अनि ध्यान गर्नुभयो। दिव्य दृष्टिले ध्यान गर्दा त बाबा त त्यही घरमा
वर्षको बहरको भएर जोत्दै रहेछ हेर्नुहोस् है त्यही गुरुको छेउमा जानुभएछ जल सेचन गरिदिनु भयो तिमीलाई दिव्य दृष्टि दिनुभयो नारदलाई देखे उनी पनि पशुवाक्य बुझ्थे के गरेको तिमीले यस्तो हेर मैले वैकुण्ठ जाम भनेको थिएन के गर्नु हजुर म अचानक बिरामी भएँ हजुर हिँडेको 6 महिना नपुगिकन मेरो अवसान भयो मर्ने बेलामा एउटै कुराको याद गरेँ मेरो छोराले अब के गरेर गरी खाला म मेरो मृत्यु हुनुभन्दा 2 दिन अगाडि हलको एउटा गोरु मरेको थियो मेरो चिन्ता त्यही गोरुतिर भएछ हजुर गोरु सम्झिँदा सम्झिँदै मेरो मृत्यु भयो त्यही गोरु भएर जानेको छु अहिले छोराले यसो दाउँछ अलिअलि उफ्रिन्छु पनि लौराले बी मजाले पिट्छ तर पनि आनन्द आउँछ मेरै छोरो म सघाउँदैछु भनेर चित्त बुझाउँछु उसले मलाई चिन्दैन म उसलाई चिन्छु भने संस्कार जाने त वैकुण्ठ हजुर बल्ल बल्ल जुत्न थालेको छु यसो 2 वर्ष जोतिदिएँ भने त छोराले गरी खान त सिक्छ उसलाई अलिकति सहज पनि हुन्छ मसँग पैसा पनि छैन उसँग बिचरा 2 वर्ष पछाडि आउनु न भनेर बाबाले बिदा दिएछ गोरुबाट बिदा भएर नारदले जानुभयो अर्का गाउँमा जानुभयो माङ्लाबारे जानुभयो आइतबारे जानुभयो पथरी जानुभयो दमल जानुभयो ताराबारी जानुभयो कृष्ण मन्दिर जानुभयो काहीँ कसैले मान्दैन त भेट त्यही पनि 2 वर्ष हुन आँटो जानु पर्यो भनेर जाँदा त गोरु छैन फेरि सोध्नु भएछ नानी तिमीहरूकोमा गोरु थियो नि कहाँ गयो भएर त फेरि रह्यो के गर्नु हजुर गोरु बितेको त अहिले 1.5 वर्ष हो नि 1.5 वर्ष हो यसो ध्यान लगाउँदा त अघि आउँदा भुक्दै थियो ढुङ्गाएर भुक्ने कुकुरको भएर बसिरहेको छ बुढो हेर्नुहोस् है हाम्रा कथा कस्ता छ नारदले जानुभयो पानी छ्याप्नुभयो गङ्गाजल तिमीलाई दिव्य दृष्टि दिनुभयो के हो पारा हजुर जोत्दै थिएँ जोत्दा जोत्दै पुर्लुक्कै लडेपछि आदेश पर्यो साह्रै धेरै चोरी चकारी हुन थालेको थियो अब यो छोराले कसरी संरक्षण गर्छ होला नि भन्दै थिएँ हजुर कुकुर भएर पो आए त म त अच्छा अनि कुकुर भएर आएर के गर्छ रातभरि पुग्छु हजुर यता ग्वालीकोटतिर जान्छु यता धानको भकारीतिर जान्छु घरको आँगनमा बसेर कराउँछु अहिलेसम्म म ठुलो भइकन यो घरमा चोरी चकारी भएको छैन हजुर 1.5 वर्षको भएँ जान्छौ त भनेको मारे गोरु पनि भइयो कुकुर पनि भइयो ख्याल गर्दै गर्नु होला है त अब गर्दा गर्दै नारदले त्यहाँबाट पनि फेल खानु फेरि 2 वर्ष भन्न छोड्दैन अब 2 वर्ष पछाडि आउँदा कुकुर छैन यसो ध्यान दृष्टिले हेरेको त सर्प भएर भकाडीमा बसेको छ नारदले जानुभयो सर्पसँग कुराकानी भए के गरेको हजुर चोरी चकारी मात्रै हुँदै थिएन चोर पनि मसँग रिसाएछ अनि साह्रै धेरै मुसा पनि लाग्थे त्यसै चिन्तामा थिएँ मलाई चोरहरूले मासुको टुक्रामा विष लगाएर दिएछन् पत्ता पाइने त्यही विषले युक्त भएको मासुको टुक्रा खाने भए परिणाम दुःखदायी बन्यो मेरो अवसान भयो तिनै मुसाको याद गरेछु सर्प भएर आएँ हजुर अहिले यो ढिकुटीमा बसेको छु मुसाबाट अन्न जोगाएको छु यस्तै चल्दैछ दिनचर्या हजुर भनेपछि नारदले आफ्नो कुरा राख्नुभयो पहिला हजुर 2-4 वर्ष त बाँच्छु यसो परतिर बसेर खुइ गर्न थाल्नुभयो कति वर्ष बितिसक्यो ल विचार गर्नुहोस् त 6 वर्ष बितिसक्यो वैकुण्ठ जान पाइएन अब अस्ति ठुला गफ गरिएको छ त्यसो हुनाले कहिलेकाहीँ ठुला गफ हाकिन्छ नि
जुन कुरा गरेर पुरा गर्न सकिँदैन कहिले कफ गर्नु हुँदैन साथी। नारदले ठुला कुरा गर्नु हो, एउटा पनि व्यक्ति लान सक्नु भएन वैकुण्ठ धरतीबाट। त्यसै बस्नुभएको रुखका फेदमा अरू दुनियाँ कसैले देख्दैन थियो उहाँलाई। देवतालाई देखिँदैन नि, यहाँ कति देवता आएर बसेका छन् हामीले देखेका छैनौँ। यी सर्वचक्षुले देवता देखिँदैन, देवता ज्ञान चक्षुले देखिन्छ। सर्वचक्षुले देवता नदेख्ने हुनाले कसैले पनि देखेका थिएनन्। अब नारदमुनि बस्दै गर्दा आज धान सुकाउने दिन रहेछ, धान सुकाउने दिन रहेछ। ती दुलैची टिन लिएर गएछ ढिकुटीमा, धान राखेको ठाउँमा गएर यसो ढोका खोल्ने हुँदा त भित्र त श्याक गरेको सर्प पो छ। कराई छिछ्याई गाउँबाट आए 2-4 जना, कसैले आगो लिएर आए, कसैले फलामको डन्डा लिएर आए। सर्पलाई पिट्दा पिट्दा गरेर बाहिर निकाले, ठेलो पारे कुटेर। सर्प हातपट्टि मर्दैन सज्जन। अनि एउटाले त्यही फलामको डन्डामा उठाएछ र पर फ्याँकिदियो। रुखाका फेदमा बसेका नारदको छेउमा सर्प लड्यो, प्याक गर्दैछ। अब के गर्ने? नारदले सोध्नुभयो, के हो देख्नुभयो होला नि हजुर? अनि छोरा बुहारीको धान रोक्ने भन्छ त बुहारीले नि हातका राम्ररी सेवा गरे नि त। आफ्नै बुहारी हजुर के भयो, खप्ने त पऱ्यो नि, जाने त वैकुण्ठ भनेको होइन हजुर। अझै पनि बाँचे भने त मुसा त रुन्छु होला। ल हेर्नुहोस् है, हाम्रो कथा त्यस्ता छ। हामी त्यति व्यस्त भएर यो संसारमा रमाउँछौँ, संसारलाई मेरो भन्छौँ, मेरो मेरो भन्छौँ हामी। मेरो केही छैन, एक्लै जानु एक्लै आउनु, लानु केही छैन। संसारमा हामी संसार छोड्न सक्दा रहेका छौँ। तसर्थ यी कथा पुराणहरूले हामीलाई संसार छोड्ने बाटो सिकाउँछ। संसार छोड्नको लागि के गर्नुपर्छ त? संसारबाट मुक्त हुनको लागि के गर्नुपर्छ हामीले? अद्रोहस्साप्त लोभस्सा तपोभूत दयातमः ब्रह्मचर्ये तथा सत्या मनोकोश क्षमा धृतिः। संसारबाट मुक्त हुनको लागि अद्रोह, कसैसँग द्रोह गर्नु हुँदैन, सबैसँग प्रेम गर्नुपर्छ, सबैसँग आत्मीयता गाँच्नुपर्छ। अलोभ, लोभ गर्नु हुँदैन। लोभ पापस्य कारण, लोभले के जन्माउँछ? लोभले पाप जन्माउँछ। पाप गर्नुभन्दा पहिला लोभ लाग्छ तपाईँ हामीलाई। लोभ नलागिकन कसैले पाप गर्दैन, ध्यान दिनु होला। तपाईँले लाई लोभ लाग्यो, 2 लिटर दुध बेच्नुहुन्थ्यो, लोभ लागेपछि के गर्नुभयो? आधा लिटर पानी लगाउनु। त्यो केले लगायो? लोभले लगायो। त्यसले के जन्मायो? पाप जन्मायो। लोभ पापस्य कारण, लोभ नै पापको कारण। लोभले पापलाई जन्माउँछ। यसो सिमानाको आलीमा घाँस काटिरहेको थियो, पल्लापट्टिको चाहिँ काट्न पायो हुन्थ्यो जस्तो लाग्छ त्यति बेला। त्यो के हो? लोभ। लोभ पापस्य कारण। हरेक विषयमा ध्यान दिनु होला। प्रत्येक विषयको पाप गराउने कारण लोभ हुन्छ। त्यसो हुनाले के गर्नु हुँदैन? हामीले लोभ गर्नु हुँदैन। तपः, तपस्या भनेको के हो? शरीरलाई अलिकति कष्ट दिएर गरिने आराधनालाई तपस्या भनिन्छ। अहिले हामी तपस्या गर्दैछौँ, यही हो तपस्या भनेको। हामीलाई भुइँमा बस्ने अभ्यास थिएन, यसरी भुइँमा बसेका छौँ। हाम्रा यजमानहरू दिउँसोभरि भुइँमा बसेर तपस्या गर्दै हुनुहुन्छ। यहाँ भुइँमा बसेर कुर्सीमा बस्ने बानी घोडा कति दुख्छन् होला? हामी बानी भएकालाई पो ढुक्क हुन्छ, बानी नभएकालाई उठ्दै बस्दै गर्नुपर्छ। यो तपस्या भनेको। शरीरलाई अलिकति कष्ट दिएर गरिदिने आराधनालाई तपस्या भनिन्छ। भूत दया, प्राणी मात्रमा दया गर्नु। प्रत्येक प्राणीलाई आफ्नै सन्तान जस्तो ठान्नु। प्रत्येक प्राणीमा ममता गर्नु। बिना कारण कुनै
दमः दम भनेको मन 10 इन्द्रियहरूको निग्रह गर्न 5 वटा ज्ञानेन्द्रिय 5 वटा कर्मेन्द्रिय यसको कथा लामो छ हामी फेरि विस्तारमा गरौँ ब्रह्मचर्यमा रहन साँचो बोल्नु सत्यम वद साँचो बोल्नु नरिसाउनु कसैसँग नरिसाउनु क्षमा क्षमा तुल्यम तपो नास्ति क्षमा भन्दा ठुलो तपस्या संसारमा कुनै छैन क्षमया रोचते लक्ष्मी जो क्षमाशील व्यक्ति छ त्योसँग लक्ष्मी प्रसन्न हुन्छ धृति धैर्य गर्नु नआत्तिनु एकदम धैर्यका साथ व्यवहार गर्नु सनातनस्य धर्मस्य मूलमेतद्दुरासनम् सनातन धर्मको मूल मर्म भनेकै यही हो त्यसो हुनाले तपाईँ हामीले पनि यही सनातन धर्मका मूल मर्मलाई केलायौँ भने सज्जन अवश्यमेव हामीले संसारको आवागमनको चक्रव्यूहलाई पार गर्न सक्छौँ नभए पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनं अलि पनि जन्मनु अलि पनि मर्नु अलि पनि गर्भैतिर गई पर्नु त्यसो हुनाले यो संसाररूपी भवसागरबाट पार पाउनको निमित्त के गर्नुपर्ने हो यी अहिले बताएका सूत्रहरूको अवलम्बन गरेर ईश्वर सत्य हो विश्व सत्य हो ब्रह्म सत्य हो म भित्र रहेको तत्त्व सत्य हो मैले देखेको संसार नाशमान हो भन्ने कुराको जहिले पनि चिन्तन गर्नु रात दिन गर्दै गर्दै म मृत्युवर्ण गरिरहेको छु म अजर अमर छैन मैले अजर अमर बन्नको लागि के गर्नुपर्छ मैले कुनै न कुनै राम्रो काम गर्नुपर्छ राम्रो काम हामी गर्दैछौँ अहिले सम्पूर्ण हजुरहरू उर्लाबारीवासीहरूले राम्रो काम गर्दै हुनुहुन्छ यो कार्यलाई उत्साहपूर्वक सम्पन्न गर्नका निमित्त आफ्नो तर्फबाट सेवा गर्दै हुनुहुन्छ अहिले हामीले धेरैजनालाई यहाँ सम्मान गर्यौँ र हिजो हामीले एउटा उद्घोषण गर्यौँ हाम्रो प्रमुख दीक्षित यजमान परिवार पौडेल परिवारबाट हामीलाई रु 11,11,113 रुपियाँ उहाँहरूले सेवा पुर्याउनुभयो र आज अर्कोजना सज्जन उर्लाबारी 7 निवासी राजेन्द्र भण्डारी यहाँ हुनुहुन्छ भने एकचोटि उठिदिनु होला आफ्नो परिचय दिनको लागि राजेन्द्र भण्डारी सायद अहिले यहाँ आउनुभएको छैन उहाँले रु 1,05,555 रुपियाँ यो महायज्ञको सफलताको लागि अहिले सेवा गर्नुभएको छ उहाँलाई घरमा सुनिने गरी ताली बजाएर सम्मान र स्वागत गरौँ कलियुगमा धर्मका 4 पाउमध्ये अन्तिम पाउ भनेको दान हो कलियुगमा दान कर्म गरेर सेवा गरियो भने अमरत्व प्राप्त गरिन्छ त्यसले सेवा गरौँ त्यसले त्याग भावना देखायो त्यसले अमरत्व प्राप्त गर्दछ त्यसैले अमरत्व प्राप्त गर्ने काममा तपाईँ हामी सबैजना जुटौँ यो महान यज्ञलाई पूर्ण रूपमा सफल गराउँ भोलिदेखि यो आरतीमा पनि यहाँहरूले सङ्कल्प गरेर आफ्ना पितृहरूको नाममा गङ्गा आरती महाआरती गर्ने रहर गर्नुभयो भने सचिवालयले एउटा व्यवस्था गरेको छ त्यो सचिवालयमा गएर सम्पर्क गर्नुहोला यी महत्त्वपूर्ण कार्यहरू हाम्रा छन् आज त हामीले 2 दिन बिताइसक्यौँ अब 13 दिन थियो आज 7 गतेलाई बिदा गऱ्यौँ अब त हामीसँग थोरै दिन मात्रै बाँकी छन् र यी थोरै दिनको सदुपयोग गरौँ दिउँसो पनि धेरैभन्दा धेरै भेला हौँ विभिन्न विद्वान विदुषीहरूको आगमन हुनेछ दिउँसो उहाँहरूका पनि प्रवचन हामीले सुन्नुपर्छ बेलुका गङ्गा आरतीको भोलिदेखि अझ अलि बढी रौनकतामा हामी केन्द्रित हुनेछौँ आज अरू साथीहरूलाई पनि सूचना सम्प्रेषण गर्नुहुनेछ सबैले यहाँको शुभ सन्देश यत्र तत्र फैलाउनुहुनेछ किनभने यति दिव्य आसनमा बसेर गुरुहरूले मूलपाठ पारायण गरेर आनन्द प्रदान गरिरहनु भएको छ हाम्रा कलाकार बाबुहरूले मिठा
मिठा मिठा भजनद्वारा तपाईँ हामीलाई आनन्द प्रदान गरिरहनु भएको छ। दानदेव दाताहरूको सम्मानमा तपाईँ हामीले ताली बजाउने सौभाग्य प्राप्त गरेका छौँ। तसर्थ यो कार्यलाई पूर्ण रूपमा निरन्तरता हामीले दिनु छ। बिहान आज पनि बिहान अलिकति ढिला भयो। हाम्रा कर्ताहरू सबै नै बिहान 6:30 बजी यहाँ अनिवार्य उपस्थिति हुनुपर्नेछ र हामीले आजबाट प्रत्येक व्यासमा बस्ने गुरुहरूले यो चाहिँ आफ्नो यजमानलाई सङ्कल्प गरेर त्यहाँको अनुष्ठानलाई पूजन सम्पन्न गरेर आफ्नो पाठ पारायणलाई अगाडि बढाउनु हुनेछ। त्यसै गरेर यज्ञका दीक्षित यजमानहरूले यज्ञशालामा पनि 6:30 बजे भन्दा अगावै अझ अगावै यज्ञमा 6 बजे नै आउनुभयो भने अझ राम्रो हुन्छ।
प्रभुजी। समाप्त भएको हामी हेलो। घोषणा गर्दछौँ। हजुरहरूको पनि धेरै नाच्दा नाच्दै कम्मर काटेको होला, गरिबी धेरै भएको होला है। अब हजुरहरू सबैजना आराम गर्नुहोला। हवस् त, सबैजनालाई शुभरात्रि भन्न चाहन्छौँ। राधे राधे। रेकर्डिङ भिडियो पनि अब भिडियो खिच्ने बित्तिकै तपाईँको यसरी फोटोसुट हुँदैन। अब यसलाई